साथीहरू नमस्ते, सन्चै हुनुहुन्छ होला तपाईँ पनि। फेरि पनि म एउटा सानो भ्लग बनाउँदैछु साथीहरू। टाटा मोबाइलमा गएर आज पनि फेरि ढुङ्गा लोड गरेर लिएर फेरि अनलोड गर्नु छ गाइस साथीहरू। काम गर्नु जानु पर्यो, एउटा दाइले बोलाएको छ। यो चाहिँ मेन रोड हो साथीहरू। यो मेन रोड भएर हामी काममा जान्छौँ ढुङ्गा उठाउनु। टाटा मोबाइल आउने टाइम भएको छैन अरे, अब कहाँ एउटा सामानको लागि जानु भएको रहेछ दाइ। अहिले एकछिनमा गाडी आउँछु भन्नुभएको छ। म चाहिँ 5 मिनट भयो नि यहाँ कुरेर बस्नु पर्यो है साथीहरू। गाडी घोडा यस्तो कुद्छन् हेर्नु। एकछिन पछाडि त 10-11 बजीतिर त हो भने त यहाँ त पुरा ट्राफिक जाम हुन्छ अफिसको लागि। गाडी बहुत कुद्छ है साथीहरू। हामी चाहिँ फाइनली आइपुग्यो ढुङ्गा लोड गर्ने ठाउँमा। ढुङ्गा चाहिँ यही हो, गाडी ब्रेक गरेर लाँदैछ। यही ठाउँमा लोड गर्नेछ आज चाहिँ 2 लोड। ढुङ्गा उठाउने चाहिँ यही ठाउँ हो साथीहरू। पुरा ढुङ्गाले भर्छ पुरा यो लोड भइसक्यो साथी। अब चाहिँ हामी जाने हो। अब चाहिँ हामी हिँडेको गाडीमा लोड भयो। यही ठाउँ हो लोड गर्ने चाहिँ गाइस। ढुङ्गाहरू चाहिँ डह्रो छ। यहाँ 1200 टिप छ उसको टाटा मोबाइलको।